भ्रष्टाचारका विरुद्धमा जनताले आवाज उठाउने कुरालाई पनि निस्तेज पार्ने भनेर 2 नम्बर पेजमा लेखेर राखिएको छ। त्यो चाहिँ नीति तथा कार्यक्रममा नआउनुपर्ने कुरा, तर विडम्बनाका साथ भन्नुपर्छ राष्ट्रपतिलाई जानकारी बिना प्रधानमन्त्रीले पढ्न लगाए। यो किन राखियो? यो तपाईहरुको पछिल्लो समय चहल पहल बढेर हो के हो? हैन, उहाँहरूले लुटेको लुटै गर्नु भएको छ। जनता लुटको विरुद्धमा छन्, चाहे जुनसुकै पार्टी जुनसुकै दलको मान्छे होस्। अहिलेको सरकारसँग कोही पनि जनता सन्तुष्ट छैन, सीमित कार्यकर्ता बाहेक। र यिनीहरूका विरुद्धमा आवाज उठ्यो भने नीति तथा कार्यक्रमबाट लागू गरेर अन्त्य गर्ने भन्ने कुरा यो चाहिँ बिल्कुलै अहिलेसम्म सुनिएको थिएन। यो नेपालको संसदीय इतिहासमै थिएन। भनेपछि तत्कालमा तपाईहरुले व्यवस्था उल्टाउन सक्ने अवस्था छ, बेला बेलामा तर्साउनुहुन्छ। त्यो तर्साएको अवस्थामा सरकार पनि कतै झस्किने अवस्था रहा हो? यो के हो? लुकामारीको खेल जस्तो देखिन्छ यो त। यो लुट सरकारले के गर्यो? लुट्न सिवाय केही गरेको छ? कोही जनता खुसी छ? तपाईहरु जस्ता युवाहरूका लागि केही आज कार्यक्रम आयो? आउनु पर्थ्यो कि पर्दैन? राष्ट्रपतिलाई सिर्फ कमजम र बाजागाजा गर्नका लागि मात्रै आजको कार्यक्रम गरेको हो त? यसले त देश र जनताको हितमा र युवाहरूको रोजगारीको कुरा आउला, यहाँको इकोनोमीको कुरा आउला, परराष्ट्र नीतिको कुरा हुनुपर्ने हो, हाम्रो शिक्षा स्वास्थ्यका कुराहरू हुनुपर्ने हो। त्यो त कहीँ पनि आएन। जेनजी भन्ने शब्द आएको छ रे। यो जेनजी भन्ने नयाँ जेनेरेसनको बिल्कुलै नयाँ शब्दहरू आएको छ। त्यो भए हुनाले यो सरकार सिधा भन्ने हो भने पुरानो कागजको खोस्टा जस्तो टोले गुण्डाहरूको चाहिँ तपाईको यो चन्दा उठाउनका लागि गरिएको सम्झौताको खास्टो जस्तो पनि